कहिलेकहीँ पानी परेपछि नेपालको प्राकृतिक बिल्कुलै नयाँ भएर मुस्कुराए जस्तो लाग्छ। हरियो डाँडा, चिसो हावा र माटोको सुगन्धले दिनभरिको थकान नै हराउँछ। बाटोका घुम्ती र खुल्ला आकाशसँगै यात्रा आफैमा एउटा सानो खुसी बन्छ र गन्तव्यभन्दा पनि यो यात्राले दिने शान्ति नै सबैभन्दा विशेष लाग्छ। आजको भिडियो चाहिँ खास विशेष तपाईँ देखि नै राख्नु भएछ। यस्तो बवाल हुस्सु लागेर दामी भाइ भानिरहेछ र म खासमा यो चाहिँ अघि पानी परिरहेको थियो र पानी परेर अब यसो मौसम खुल्यो होला कि भनेर यसो माथि डाँडातिर आएर यसो भ्यूहरू राम्रो नेचरहरू देखाउँछु भनेर आएको हो। तर सोचे जस्तो रहेनछ र तर पनि केही छैन, हामी हेर्दै जाऊँ न गाइजहरू होइन। म तलैसम्म जान्छु गाइज होइन, हेर्दै जानु होला बाटोघाटोमा के कस्तो छ होइन। अनि झर्नाहरू पनि छ, म झर्नाहरू पनि देखाउँछु सानो सानो, हेर्दै जाऊँ। लेट्स सी गाइज होइन। म बाइक राइड गर्दैछु, अब धेरै बोल्न चाहिँ आउँदैन। जे सोचेर आएको छु त्यही चाहिँ हुन्छ जस्तो लागिरहेछ मलाई, त्यही पाइन्छ कि जस्तो लागिरहेछ। अब खुलिरहेछ कि मौसम, वाउ यार महाकसम। तर यस्तोमा राइड गर्न मजै आउने रहेछ क्या, बबाल तरिकाले राइड हुँदो रहेछ क्या यस्तो चलाएर। नाइस। अब यहाँबाट झर्न सुरु भयो, ड्याम्स तरिकाले यहाँ पनि छोटो छोटो छ। त झर्ना दुईटा झर्ना रहेछ त यहाँ चाहिँ। लेट्स गो गाइस। हे देखियो गाइस, झर्ना खतरा छ भनौँ। बब्बालमा कसम यार। पुरै बाटो नै ब्लक गरेर जान्छ यहाँबाट। नाइस छ गाइस, बब्बाल छ दामी झर्ना छ के। जे भए पनि दामी देखिने रहेछ। सो गाइस, अब म चाहिँ एकछिन बाइक धुन्छु होइन। यस्तो मिठो झर्नामा बाइक धुनुको मजा पनि छुट्टै नै छ। र एकछिन यो म बाइक धुन्छु। दामी बनाउनु परेन यस्तो बाइक, झर्नाको पानीले नुहाइदिउँ न एकछिन। धेरैजना यहाँ टक्क 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 धुइदिउँ, सो दामी भइरहन्छ नयाँ नयाँ भएको माटो। ओके गाइस, अब म पनि अब अरू ठाउँ चाहिँ जानु छ होइन। अरू कस्तो कस्तो छ अरू बाटोहरूमा, तपाईँहरूले कस्तो लागिरहेछ कमेन्ट चाहिँ गर्नु होला है। अब चाहिँ म निस्किन्छु कि तलतिर बाटोहरू पनि राम्रो छ, त्यता बाटोतिर कस्तो छ होइन। अनि मौसम पनि खुलिसक्यो होला सायद। चलो जम गाइज। यहाँ पनि छ यसो छोटो मिठो भन्दाले बाहुबली टाइपको चाहिँ यो झर्ना छ होइन। बाहुबली, यो चाहिँ बाहुबली झर्ना भन्छन् है गाइजहरू है। अब चाहिँ आइसक्यौँ गाइज मेन नजारा हेर्ने ठाउँमा। बब्बाल देखिन्छ अहिले मेन नजारा है। यहाँ चाहिँ हान्छ खतरा। यहाँ पनि झर्नै छ अलिअलि त, तर मेन नजारा चाहिँ गाइज बादल पारीको देश जस्तै के। हामी बादल पारे नै उडिरहँ जस्तो देखिन्छ।
हेर गाइज हेर वाओ डान्स तरिकाले यार देखाइदियो यार खतरा यार बब्बालमा गाइज यार हेर गाइज बादल हुस्सु कस्तो लागेको छ तलतिर म अब उतैतिर जानु पर्यो जस्तो लाग्यो योभन्दा तल चाहिँ जान्न होला अब यहाँदेखि काम छैन यहाँदेखि चाहिँ अब उता माथितिरै जान्छु म यहाँदेखि टक्क बाइक रोकेर भिडियो खिच्छु अहिले भिडियो देखाउँछु र बाइक रोकेर चाहिँ टक्क यहाँ रोकेपछि आनन्द हुन्छ होइन हेर गाइस अब झर्नाहरू पनि उहाँ पनि देखाइरहेछ ओके गाइज आजको मेरो भ्लग चाहिँ यतिसम्मको रहेछ र चाहिँ आजको भिडियो कस्तो लाग्यो यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने मेरो यस च्यानललाई सब्स्क्राइब गर्नु होला म यस्तै भिडियोहरू ल्याउने गर्छु